अनि आज अब घरबाटै आउनु भएकोलाई आज रेडियो बढी मालिका 95.2 मेगाहर्जको स्टुडियोमै पुग्नु भएको छ। खुसी लाग्यो अङ्कुशजी। खाजा नास्ता चाहिँ खाएर आउनु भएको हो कि? हजुर, भइसक्यो। खाजा नास्ता पनि खाइसक्नु भएको छ। धेरै देउडा गीतहरू पनि तपाईँले बजारमा ल्याइसक्नु भएको छ अङ्कुशजी। अनि आज हामी शुभारम्भमा अङ्कुशजीबाट कुन देउडा सुन्छौँ? मेरो पहिलो देउडा गीत सुनाउन गइरहेको छु। हुन्छ। जसमा लय शब्द मेरो आदरणीय दाई राजेन्द्र शाह बिपीको रहेको थियो भने भोइस मेरो र गौरी भट्ट दिदीको रहेको थियो। अनि यस गीतको दुई टुक्का म सुनाउन चाहन्छु। हे जत्यारुको भेला नाटेश्वरी माइका थान, हे कैका पढी फेला आज भोलि रानी चढा, हे मालिका मन्दिर मौर्याधाम त्रिवेणी पाटन, हे भइगयो अन्धिर साइका मेरा पिरथीको, हे कहिल्यै बागा चौर कहिल्यै लेख कहिल्यै औला, हे तमी सुवा छौर यो थली उज्यालो हुन्छ, हे गोठलैना गाईलाई बिराल्ची घाँस काटी ल्याया, हे थाहा छैन के साइलाई दिन ढल्या रात पडी जान्छ, हे थाहा छैन के साइलाई दिन ढल्या रात पडी जान्छ। कतै मिठो देउडा तपाईँको बजारमा पनि एकदमै चलिरहेको छ भन्नुपर्छ। त्यस्तै हामी पनि यताबाट रेडियो बढी मालिकाबाट धेरै दिन हप्ताको 1-2 दिन 3-4 पटक चाहिँ हामीले अङ्कुशजीको देउडा यताबाट हामीले सुनाउने गर्छौँ। धेरै श्रोताहरूले कैका पढी फेला यो निकै मिठो देउडा भाका सुनिसक्नु भएको छ। आज अङ्कुशजीले प्रत्यक्ष रूपमा पनि गाएर सुनाउनु भएको छ। खुसी लाग्यो अङ्कुशजी। तपाईँको त्यो देउडा मात्र हो कि फेरि बजारमा अर्को देउडा पनि आइसकेको छ कि? फेरि एउटा रेकर्ड भएको छ। अब 2-4 दिनभित्रै हामी भिडियो बनाउन लागेका छौँ यस गीतको। त्यो गीत पनि सुनाउन मिल्छ कि? मिल्छ, दुई टुक्कामा सुनाउँछु। हुन्छ। कस्तो देउडा रहेछ? दर्शकहरूले पनि धेरै तपाईँको आवाजप्रति तपाईँको स्वरप्रति उच्च सम्मान गरिदिन्छन्। धेरै दर्शकहरू रेडियो बढी मालिका सुनेर बस्नुभएका तमाम रेडियो श्रोता मित्रहरूले पनि सुनेर अङ्कुशजीको देउडा छिट्टै बजारमा आओस् भन्न चाहन्छन् भन्नुपर्छ। हुन्छ, सुनाउन सक्नुहुन्छ नि अङ्कुशजी तपाईँको देउडा? हजुर, यसमा आदरणीय दाई राजेन्द्र राउतको लय शब्द रहेको थियो। यसमा पनि फेरि गौरी भट्ट र दिदी र मेरो आवाज रहेको छ। यो परदेशीको कथा हो, एउटा देउडा गीत मार्फत हामीले गरेका थियौँ। हुन्छ। रेडियो सुनेर बस्नुभएका तमाम श्रोताहरूलाई चाहिँ तपाईँको बजारमा आउन लागिराखेको देउडालाई चाहिँ पस्कन सक्नुहुन्छ नि? हे सीता चिमण बनाई, हे ठुलो राई बामा श्रीमती भन्दा, हे कान्छी करनाली जेठी बहिनी महाकाली, हे टाटु अङ्गाल हाली एकचोटि रुन देऊ प्यारा। कति मिठो स्वरमा मिठो देउडा बजारमा नजिकै छ भन्नुपर्छ। छिट्टै आओस् भन्न चाहन्छु। अङ्कुशजीको दोस्रो देउडा एल्बम भन्न चाहन्छु। अङ्कुशजी आज कार्यक्रम सुन्दर पाखा हाम्रा भाकामा जोडिनु भएको छ। एकदमै खुसी लाग्यो भन्नुपर्छ। तपाईँ को साङ्गीतिक क्षेत्र अगाडि बढेर सँगै पढाइलाई पनि निरन्तरता दिइराख्नु भएको छ। खुसी लाग्यो अङ्कुशजी। फेरि केही देउडा ठाडी भाका सुनाउने हो कि?
एउटा देउडा गीत सुनाउँछु। हुन्छ, सुनाउन सक्नुहुनेछ। हे क्यानी कादर बार ओरा कोडी पर बारजु, हे क्यानी कादर बार ओरा कोडी पर बारजु, हे नभयो घर बार नकोला पिराथिरायो, हे नभयो घर बार नकोला पिराथिरायो, हे काटीलैया साझ गोठ गाई भोकले मर्यो, हे काटीलैया साझ गोठ गाई भोकले मर्यो, हे कता घुम्छै बाज जोडीको परेओ छाडी, हे कता घुम्छै बाज जोडीको परेवा छाडी, हे तल चिसा पानी मुथि पढ्यो जामु कुइन्या, हे तल चिसा पानी मुथि पढ्यो जामु कुइन्या, हे तेरो माया मानी अबरे पुग्न्या नै सुवा, हे नाले खजौ भयो नयौला गाउँ खेती भयो, हे नले खजौ भयो नौला गाउँ खेती भयो, हे बिर्सानु धौ भयो झझल्को लायाको साइले, हे बिर्सानु धौ भयो झझल्को लायाको साइले, हे बिर्सानु धौ भयो झझल्को लायाको साइले, हे कैदिन खोलिन्छ बुढी गङ्गा ताल पड्याको, हे कैदिन खोलिन्छ बुढी गङ्गा ताल पड्याको, हे मणि मात्रै पोलिन्छ नसम्झा पुराना कुरा, हे मनै मातिरै पोलिन्छ नसम्झा पुराना कुरा, हे कोइलाउँदा मल मल कोइलाउँदा धानको खद, हे कोइलाउँदा मली मल कोइलाउँदा थानाको गदरे, हे कहाँ भयो मल मैले पन थाहा पाइन, हे कहाँ भयो मल मैले पन थाहा पाइन, हे जुमलीका जाड्या उर्की फर्की भुक्न लाग्या, हे जुमलीका जाड्या उर्की फर्की भुकिन लाग्या, हे मलाई रोदी छाड्या साइत कन पाप लागला, हे मलाई रुँदी छाड्या त कन पापी लागलैन। कति मिठो वाक्य सुन्नुभयो, धेरै धन्यवाद छ अङ्कुशजी। अब मेरो चाहिँ अलिकता रुगाखोकी लागिरहेको छ, आज 2-3 दिन भइसक्यो, अलिकता बिरामले च्यापिरहेको छ भन्नुपर्छ अङ्कुशजी। मिठा मिठा देउडा ठाडी वाक्य सुनाउनु भयो, धेरै धन्यवाद छ यसको लागि।